अहिले चाहिँ हाम्रो चाहिँ जम्मै सकिसक्यो है। हामी चाहिँ जस यो लिकेज छ वा छैन लिकेज टेस्ट गर्दैछौँ। यहाँनिर देख्न सक्नुहुन्छ यहाँ गाज बनाहौँ यानि कि सरफ पानी टक्क लाएर यो जुन गाज छ यानि कि फिन्ज भन्छ यसलाई, फिन्ज यहाँ राख्यौँ है। यदि लिक भयो भने बुबुलको उड्छ, तर यहाँनिर देख्न सक्नुहुन्छ कुनै पनि बुबुलको छैन है। सो फाइनल्ली यहाँनिर हाम्रो लिक सिक छैन। अब चाहिँ हामी यो ढक्कन लगाइदिन्छौँ अनि जस एसी चलाइदिन्छौँ र हाम्रो काम चाहिँ सकिन्छ। यो इन्भर्टर एसीमा के फरक छ भन्दाखेरि यसको चाहिँ जेस इनपुट जुन हुन्छ नि वायरिङको इनपुट चाहिँ जस आउटडोरबाट आउँछ है, बुझ्नुभयो। सो त्यस कारणले जुन यो 4 कोर लिड छ यो लिडमा एउटा लाइन छ, एउटा न्युट्रल छ, एउटा अर्थिङ प्लस एउटा सिग्नलको छ है। सो यसको चाहिँ इन जुन हुन्छ नि लाइनको इन पावर सकेटबाट आउने त्यो चाहिँ आउटडोरमा हुन्छ अनि आउटडोरबाट यही लिडबाट आएर यसरी हुन्छ है यसको चाहिँ कनेक्सन, बुझ्नुभयो। हेलो एभ्रिवन, गाइज वेलकम टु ब्याक माई न्यू ब्लग भिडियो टिसन महेश। आज चाहिँ फेरि हामी बोलाएको छौँ। यहाँनिर चाहिँ इन्भर्टर एसी जोड्न जाँदैछौँ डाइकिनको है, जसमा देखाउन जाँदैछु। यसको चाहिँ मैले चाहिँ ओपन गरेर यसरी छोडेको छु। अब यसमा चाहिँ हजुरलाई के देखाउन जाँदैछु, यसको वायरिङ चाहिँ कहाँ छ भनेर जसमा देखाउँछु हजुरहरूलाई है। यो चाहिँ जे होस् माथिबाट यो उक्किन्छ निस्किन्छ मजाले है। अनि यसमा पनि कनेक्सन कहाँनिर छ, यसको कनेक्सनको लागि हामीले वायर कहाँबाट हाल्ने भन्दाखेरि है यहाँ देख्न सक्नुहुन्छ हाम्रो तार चाहिँ यहाँबाट आएर यहाँबाट उता जान्छ तलतिर है। सो हामी चाहिँ यो तार के गर्छौँ भन्दाखेरि यो तार हामी यताबाट यो तलबाट यसरी हाल्छौँ अनि यहाँबाट हालिसकेपछि के गर्छौँ यो माथि आउँछ र यसमा जोड्छौँ। यसमा के छ यो 1 2 अनि 3 र अर्थिङ दिएको छ भनेपछि यहाँनिर हामीले अब चिन्नुपर्ने हुन्छ है। एउटा इनुमध्ये एउटा चाहिँ यसमा जे हामी कनेक्सन गर्छौँ सेम कनेक्सन हामी आउटडोरमा दिनुपर्ने हुन्छ। यदि यो सेम कनेक्सन भएन भने यहाँनिर फल्ट हुनसक्छ है त। अब यसको कनेक्सन गरेर वायरिङको कनेक्सन गरिदिएको छु है। यसमा चाहिँ हाम्रो इन्डोरमा जुन कनेक्सन गरेको हुन्छ नि, जुन यो कालो तार जुन यो देखिरहेको छ हो यो तार सेम कनेक्सन हामी चाहिँ आउटडोरमा पनि गर्नुपर्ने हुन्छ। सो यसमा चाहिँ हजुरले चाहिँ यो इन्डोरको जुन कनेक्सन जुन छ त्यही सेम आउटडोरको गर्नु होला। यसको चाहिँ एउटा फोटो पनि खिचेर राख्नु होला। यदि यसको बाई चान्स यदि मिस्टेक भयो भने यहाँनिर केही फल्ट आउन सक्छ, त्यो फल्ट नआउन दिनको लागि भयो भने हजुरले यसको चाहिँ फोटो खिचेर राख्नु होला, ताकि यसको जे कनेक्सन माथि गर्नुहुन्छ त्यही कनेक्सन जस तल पनि हुनुपर्छ र तल जे कनेक्सन हुन्छ त्यही कनेक्सन चाहिँ माथि पनि हुनुपर्छ। सो मैले यो देखाएँ है। यसमा चाहिँ यो अर्थिङ भइहाल्यो है। अनि 3 मा चाहिँ यहाँ लाइन दिएको छु, 2 मा चाहिँ अब यो सेन्सर भयो अनि 1 मा चाहिँ न्युट्रल। सेम टु सेम कलर मिलाइदिएपछि हुन्छ है। यसमा लाइन न्युट्रल भन्ने हुँदैन। यो इन्भर्टर एसीमा के फरक छ भन्दाखेरि यसको चाहिँ जे होस् इनपुट जुन हुन्छ नि वायरिङको इनपुट चाहिँ जस आउटडोरबाट आउँछ है, बुझ्नुभयो। सो त्यस कारणले जुन यो 4 कोर लिड छ यो लिडमा एउटा लाइन छ, एउटा न्युट्रल छ, एउटा अर्थिङ अनि प्लस एउटा सेन्सरको छ, बुझ्नुभयो। सो यसको चाहिँ इन जुन हुन्छ नि लाइनको इन पावर सकेटबाट आउने त्यो चाहिँ आउटडोरमा हुन्छ अनि आउटडोरबाट यही लिडबाट आएर यसरी हुन्छ है यसको चाहिँ कनेक्सन, बुझ्नुभयो। सबै एसीहरूको एउटै हुँदैन। जस्तो एलजीको अलग हुन्छ, स्यामसङको अलग हुन्छ, माइडियाको अलग हुन्छ है। सबैको फरक हुन्छ, जसले गर्दा मैले यो कुरा देखाएँ है हजुरहरूलाई। यो अलिकति फरक भएको हुनाले अहिले चाहिँ हामी चाहिँ इन्डोरको जस ब्राकेट यानि कि ह्याङ्गर अब जे भनेर बुझ्न सक्नुहुन्छ त्यसरी बुझ्नुहोस्। त्यसको लागि चाहिँ हामी चाहिँ नापिसकेको छौँ। एउटा चाहिँ यहाँ छ है, अर्को यहाँ छ अनि एउटा यहाँ छ, एउटा यहाँ अनि यहाँदेखि जे होस् 3 इन्ची हो पर अनि यहाँदेखि जे होस् 10 देखि 15 mm माथि गरेर ट्याक्क यतिमा दुलो पार्ने हो हामीले। सो यसको लागि चाहिँ रेडी पोजिसन गराइसकेको छौँ है। अब चाहिँ हामी पल पार्छौँ। फाइनल्ली गाइज अहिले चाहिँ हाम्रो चाहिँ इन्डोर युनिटको जस यो ब्राकेट राखेर चाहिँ सकिसक्यो। फाइनल्ली गाइज हाम्रो काम चाहिँ सकिसक्यो। हामीले चाहिँ यो आउटडोर एसीको ब्राकेट चाहिँ हटाइसक्यौँ। अब यसमा चाहिँ हालेर इन्स्टलेसन गरेर अब चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ अनि चाहिँ पाइप जोड्छौँ। यसमा चाहिँ कुनै पनि यहाँ नट बोल्ट दिएको छैन। यसमा चाहिँ आफैले फिलरिङ बनाएर हाल्नुपर्ने हुन्छ। यो वाला कम्पनीको डाइकिनको लगाएर जब पहिला जो काम गर्छौँ अनि त्यस पछाडि म देखाउँछु। अहिले चाहिँ हामीले है यसको चाहिँ जे होस् आउटडोर अलिकति टाढा भयो, टाढा राख्नु पर्यो है, जसले गर्दाखेरि पाइपै पुगेन अनि के गऱ्यौँ अनि त्यस पछाडि यसलाई ब्रिजिङ गऱ्यौँ अनि 10 फुटको पाइप लिएर आयौँ जे होस्। अनि यसलाई चाहिँ जे होस् तलतिरबाट ल्याउने। यहाँ 3 हुन्छ अरे क्या एयर, यो के भन्छन् मेनुअल्ली एयर कन्डिसनर हो क्या। पानी पर्दाखेरि ट्याक्क ढाक्दिन् तिनले अनि नपर्दाखेरि जे होस् खोलिदिने टाइपको हो। सो यो चाहिँ यताबाट लिएर आएर यसरी घुमाएर दिने अरे, किनकि यहाँनिर उताबाट लैयो भने फेरि पानी भित्र चुन्छ नि त,
त्यो भएर पानी नचुस भनेर। अनि हामी भर्खरै यहाँ ब्रिजिङ गरेको छौँ है, यहाँ देख्न सक्नुहुन्छ यसरी ब्रिजिङ गरेको। अब ओल्डिङ भनेर चाहिँ धेरैजनाले बुझ्नुहुन्छ, अब ब्रिजिङ भनेको सबैले नबुझ्लान्, त्यही भएर अब ओल्डिङ भनिदिउँ है मैले। ल ओल्डिङ गरेको है गाइज। अब यो एकछिनमा जोड्छौँ। अनि यसको चाहिँ वायरिङको कनेक्सन मैले भनेको थिएँ नि देखाउँछु भनेर, यसको चाहिँ आउटडोरबाट छ है। यसको यहाँ देख्न सक्नुहुन्छ यहाँ लाइन लेखेको छ एल, अनि यहाँ न्युट्रल है, यो चाहिँ आउटडोरबाट बल्ल इन्डोरमा जान्छ है लाइन, अनि बल्ल चालु हुन्छ। अनि फेरि यसको जुन मैले भन्थेँ नि 1 2 3 अघि मैले जुन यो फोटो खिचेर राख्न भनेको थिएँ नि, हो यही। अब जे जुनमा राख्नु भयो सेम त्यहीमा राखिदिनु हुन्छ, भ्याइन्छ, अरू केही गर्नै पर्दैन। अर्थिङको लागि यहाँ छँदैछ, यहाँनिर यसरी दिएको पनि छ। ल अब हामी यो हालेर अनि गराउँछौँ है त। अहिले चाहिँ हाम्रो चाहिँ जम्मै सकिसक्यो है। हामी चाहिँ जस यो लिकेज छ वा छैन लिकेज टेस्ट गर्दैछौँ। यहाँनिर देख्न सक्नुहुन्छ यहाँ गाज बनाहौँ, यानि कि सरफ पानी ट्याक्क लाएर यो जुन गाज छ यानि कि फिन्ज भन्छ यसलाई, फिन्ज यहाँ राख्यौँ है। यदि लिक भयो भने बुबुलको उड्छ, तर यहाँनिर देख्न सक्नुहुन्छ कुनै पनि बुबुलको छैन है। सो फाइनल्ली यहाँनिर हाम्रो लिक सिक छैन। अब चाहिँ हामी यो ढक्कन लगाइदिन्छौँ अनि जस एसी चलाइदिन्छौँ र हाम्रो काम चाहिँ सकिन्छ। यहाँनिर देख्न सक्नुहुन्छ है, मैले अघि के भनेको थिएँ, जब कि यो सुरुमा कनेक्सन गर्दाखेरि जब म तल थिएँ इन्डोरको जब म कनेक्सन गरिरहेको थिएँ त्यति बेला मैले हजुरलाई के भनेको थिएँ 1 2 3 छ, अनि यो अर्थिङ छ। अनि यो इन्डोरमा हामीले चाहिँ जे कनेक्सन गर्छौँ सेम कनेक्सन हामी आउटडोरमा पनि गर्नुपर्ने हुन्छ। सो यो देख्न सक्नुहुन्छ है, यो इन्डोरबाट आएको यो 4वटा तार, यो चाहिँ अर्थिङको तार हो। मैले चाहिँ यो चाहिँ तार नपुगेको हुनाले अर्को तार गाँसेको हो है। अनि फेरि यही सेम टु सेम यही तार मगाएर 1 mm को तार हालेको छौँ है। इन्डोरबाट जुन तार आएको थियो 1 mm सेम त्यही साइजमा नै तार पनि त्यही साइजमा हालेको छौँ। र यो 1.5 mm चाहिँ जस पावर सकेटबाट आएको छ है तलबाट। यसको चाहिँ इन यहाँबाट भएर बल्ल इन्डोरमा जान्छ है। ल यसको पनि सकियो गाइज। यसको चाहिँ स्क्रिन सर्ट गरेर जस साइडमा राखिदिन्छु। यसको जुन छ नि यो जस आउटलेटको अनि यो इनलेटको चाहिँ यो तल्लोवाला है यहाँ छ है। यहाँनिर पनि लेखेको छ, यो देख्नुभयो, यो भनेको यो आउटडोर भनेर लेखेको छ। अनि पावर सप्लाई भनेर पनि लेखेको छ यहाँनिर, लाइन न्युट्रल, अनि एउटा यहाँ अर्थिङ है, देख्नुभयो। ल गाइस फाइनल्ली हाम्रो काम चाहिँ है भइसक्यो। यहाँनिर हामीले एसी पनि जोडिसक्यौँ है। उहाँले चाहिँ 2टा एसी जोड्न बोलाउनु भएको थियो, जसले गर्दा म आएँ, एसी पनि जोडेर सक्यो। मैले चाहिँ हजुरलाई भनेको छु नि, मैले जहाँ पनि जान्छु जे काम गर्दा पनि अफर चाहिँ दिन्छु। मलाई यदि कसैले नयाँ काम गर्न बोलायो या रिपेयरिङ दियो भने। अब एसी 2टा जोड्यौँ अनि अरू पनि टन्नै काम भयो, जसले गर्दा मसिम है आज चाहिँ जस उहाँले चाहिँ मलाई 8000 दिनुभयो है। 8000 को जस काम भयो टोटल गर्दा है। अब यसमध्ये यदि उहाँले मेरो कि त युट्युब च्यानल है, कि त टिकटक, कि त फेसबुक पेज यदि फलो गर्नुभएको छ भने यो अपर्च्युनिटी पाउनुहुन्छ। यदि गर्नु भएको छैन भने पनि यदि तुरुन्त गर्नुहुन्छ भने त्यो अपर्च्युनिटी पाउनुहुन्छ। जस मैले आफ्नो काम गरे बापतको जुन आफ्नो यो ध्याडीबाट जस 500 घटाएर चाहिँ उहाँलाई दिने हो। अनि त्यसमा एउटा क्वेसन सोध्छु, उहाँले एउटा क्वेसन चाहिँ मिलाउनुपर्छ, अनि पछाडि मैले उहाँलाई गिभ अवे गर्छु 500। यहाँ देख्न सक्नुहुन्छ है, उहाँले पनि मलाई चाहिँ सब्सक्राइब गर्नुभएको छ, यु क्यान सी है, देख्नुभयो। सो हजुरले पनि गर्नु होला। मैले एउटा हजुरलाई क्वेसन सोध्छु, त्यसको चाहिँ हजुरले एन्सर राम्रो दिनुभयो भने मबाट जस हजुरलाई गिभ अवे हुन्छ है। माकुराको होइन कतिवटा खुट्टा, ओ कङ्ग्रेचुलेसन, बधाई छ हजुर। सबैले गर्छु होइन, ठिकै छ केही भएन, लाउनु होइन, ठिकै छ केही भएन, होइन राख्नु कि मैले सबैलाई गर्छु। हजुरले बरु कस्तो लाग्यो केही भन्न छ भने होइन, एकदम भाइको काम मलाई चित्त बुझ्यो होइन। अब यो के भन्छ भने कुनै पनि प्राविधिक लाइनमा यो उमेरको भाइहरूले चाहिँ स्वरोजगार गर्नुभएको रहेछ, मलाई खुसी लाग्यो। अझ उहाँ पनि कमिल वस्तुबाट होइन, कमिल वस्तुबाट आएर पुटुलमा आएर काम गरिदिनुभयो। यहाँ 2जना भाइहरूलाई धेरै धेरै धन्यवाद है। सो गाइज यदि राम्रो लाग्छ भने प्लिज कमेन्ट गर्नु है। हजुरले मेरो युट्युब च्यानल या फेसबुक पेज या टिकटक फलो गर्नु भने भर्खर फेरि यस्तै गिभ अवे हजुरलाई पनि हुन्छ है। सो गाइज कस्तो लाग्यो मेरो भिडियो, यदि राम्रो लाग्छ भने प्लिज कमेन्ट गर्नु होला, लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला, सब्सक्राइब गर्न नभुल्नु होला, र बेल आइकन लाइक क्लिक गरिदिनु होला। हजुरको साथ सपोर्टको एकदमै खाँचो छ। सो माया गरिदिनु होला। थ्याङ्क यू सो मच। जय नेपाल।